हेलो गाइज नमस्ते सबैजनालाई होइन सबैजना सन्चै हुनुहुन्छ होला। आज धेरै पछि मैले युट्युबमा धेरै पछि यसो आज छोटो मोटो भ्लग लिएर आएको छु हजुरहरूको लागि होइन। धेरै भयो युट्युबमा पनि अब भ्लगहरू नगएको र म आफ्नै कामले व्यस्त हुँदाखेरि चाहिँ यसो भ्लगहरू गर्न नपाएर आज चाहिँ हजुरहरूको अगाडि उपस्थित हुँदैछु छोटो भ्लग लिएर। आज हाम्रो डे अफ छुट्टीको दिन म र मेरो साथी कृष्ण चाहिँ आज पारलिमीतिर यसो सामान लिन पनि प्लस यसो घुमघामको लागि जाँदैछु। यता चाहिँ हाम्रो साथी छ होइन। के छ आर यु रेडी? ओके ल गाइस है त हामी अब एकछिनमा रेडी भइसक्यौँ। रेडी भएर निस्किन्छौँ होइन। ल है त एकछिनमा भेटौँ ल। ल गाइस अहिले चाहिँ हामी रुमबाट निस्किसक्यौँ होइन। टक्क सन्डे छ आज पुरै घाम मजाको घाम लागेको छ। हिजो अस्ति चाहिँ पानी पर्दै थियो भन्दा आज चाहिँ वेदर गुड छ नि साथी। वेदर गुड छ। अब हामी बस स्टप पुग्न लाग्यौँ। बस स्टप पुगेपछि बस कुर्छौँ एकछिन। बस कुरेर हामी एकछिनमा भेट्छौँ है त। गाइस बस चढिसकेका छौँ होइन। अब चाहिँ हामी एकछिनमा पुग्छौँ पारलिमी भन्ने ठाउँ। आज चाहिँ अलिअलि गर्मी छ। बिस्तारै बिस्तारै गर्मी बढ्दै गइरहेको छ होइन। ब्याग छ बसबाट पनि झऱ्यो यो बस हामीको चाहिँ होइन हो कि साथी। अझै यहाँ यस्तो पार्कहरू छ है। आज एपमा पढेर यहाँ कहिले कहिले कन्सर्ट पनि हुन्छ सबिन राईको होइन। सबिन राई कन्सर्ट हुने चाहिँ यही ठाउँ हो। त्यो चर्च भयो क्या पारलिमीको। यस्तै गर्मी छ केटा हो। गर्मी भन्दा नि गर्मी सुरु हुन लागेको छ। अब चाहिँ धमाधम गर्मी सुरु हुन्छ केटा हो। यहीँ हो सबिन राई कन्सर्ट हुने। उयो पारलिमीमा नि कन्सर्ट छ अरे त। ए पारलिमीमा कि लिमासोलमा हो सबिन राईको यही हो है। अब यहाँ हुनेले त सबैलाई थाहा छ यो चर्च पारलिमीको भवालै छ होइन। आइपुग्यो अब यसो साथी र म हल्का सपिङ गर्छौँ। त्यही हो केटा हो। घाम पनि लाग्छ तर चिसो हावा पनि चलिरहेछ होइन। रेस्टुरेन्ट पनि ब्याग छ बवाल छ भाइब चाहिँ बवाल छ बवाल। यहाँबाट मेरो फेरि ड्रिम कार्ड पनि यहीँ रहेछ फेरि यार। कहिले हो साथी हामी कहिले हो कि दिन कहिले आउँछ हाम्रो यार यस्तो बिस्तारै बिस्तारै हो। अब यहाँबाट चाहिँ हामी बङ्गाली सप जान्छौँ। बङ्गाली सपमा गएर चाहिँ चट्ट लाएर अनि सामानहरू हल्का फुल्का किन्छौँ। त्यही हो केटा है। ल बिस्तारी अहिले एकछिनमा भेटौँ ल। मलाई सबसे मनपर्ने यहाँको चाहिँ होइन केटा हो यस्तो यहाँबाट टक्क छिरेपछि चाहिँ बवालै छ क्या हुन्छ नि। यहाँ चाहिँ अब धेरै नेपालीहरू पनि काम गरेर हुन्छ होइन। कोही घरमा कोही रेस्टुरेन्टमा कोही केमा। कृष्ण के छ हालखबर होइन। हतारमा चाहिँ के हो टक्क यहाँ चाहिँ बवालै छ यो मलाई यहाँ ट्याक्कै यो चोक चाहिँ मनपर्छ कि यहाँको। ट्याक्कै यताबाट गयो भने उता पुग्छ यताबाट गयो भने चाहिँ बङ्गाली सप पुग्छ अनि यहाँ चाहिँ बवालै लाग्छ। चाहिँ बवालै लागिरहेको छ केटा हो। के छ कृष्ण साथी यार ठिक
छ नि होइन अच्छा बवाल ल आजको डे अफ पनि राम्रै गयो केटा हो होइन अब अनएक्सपेक्टेड भयो आउने प्लान त थिएन फेरि हाम्रो अर्को बङ्गाली सप बन्द भएको कारणले होइन आउनै पर्ने भयो चट्ट लाएर त्यही हो केटा बवाल छ यहाँको चाहिँ टाढो हिँड्दा फुटपाथबाट हिँड्दा पैसा खाएन हामीले होइन कमाल हुन्छ केटा होइन त्यो हो गहना पसलहरू सबै छ यहाँ चट्ट लाएर ब्याङ्क अफ साइप्रस जाने बाटो पनि यही हो है केटा हो पहिला अब पोर्टरसमा नयाँ नयाँ हुन्छ र ब्याङ्क अफ साइप्रस जाने बाटो कता हो भन्दा होइन यो हो ट्याक्क देखाइदिएको साथी यताबाट होइन यो चाहिँ हाम्रो बङ्गाली सप बङ्गाली सप पनि यसो देखाइदिउँ यहाँबाट ट्याक्कै यहाँबाट आएर यो बाटो आएपछि अगाडि यो फेन्सी स्टोर छ त्यसकै साइडमा बङ्गाली स्टोर छ है त बङ्गाली स्टोरमा चाहिँ के छ चाहिँ तपाईँको सबै नेपाली सामानहरू पाउँछ बवाल सामानहरू ए चामल सबै त्यही भएर चाहिँ यसलाई चाहिँ बङ्गाली सप भनेको चाहिँ गाइस होइन टक्क सबै पाइन्छ चामल अब वाइ चाउचाउहरू नुडल्सहरू होइन सबै पाइन्छ यहाँ चाहिँ ट्याक्कै पारेलिमीमा छ है केटाहरू यो चाहिँ सबै छ यहाँ है तिमीलाई त्यो स्पाइसी चिजहरू खानु पऱ्यो हुन्छ होइन सबै पाइन्छ हेलो सबै छ यहाँ सबै क्लोथ्सहरू पनि राखेको छ अलिअलि तिमीहरूलाई नेपालीहरू प्राइभेट मस्यौराहरू छ चिउराहरू छ कति मस्यौराहरू 3 युरोजले मात्रै छ ठिक छ पनि होइन जस तिमीहरूलाई सबै पाइन्छ यहाँ करी पत्ताहरू अब जस्तै होइन यो मसलाहरू इन्डियन मसला नेपाली मसला मिट मसला पानीपुरी मसला चिकन मसला चाउमिन मसला हरेक चिज पाइन्छ यहाँ चाहिँ केटा हो है त्यही हो अरू त त्यस्तै हो होइन मिट मसलाहरू चाहिँ दामी रहेछ अर्को भनेको स्पाइसी खानेहरूलाई स्पाइसी मसलाहरू पनि सबै पाइन्छ होइन आँटा पनि पाइन्छ है साथी ल यही हो बङ्गाली सप चाहिँ चामलहरू सबै बासमती चामलहरू सबै पाइँदो रहेछ यो बियर सियर त अब यिनीहरू त चाहिँ हामीलाई पाउँदैन वाह केटाले चाहिँ 10 केजी नै लाने भन्दा छ होइन ल ठिक छ केटा हो ल चाहियो भने चाहिँ यहाँ आउने टक्क सामान चाहियो भने चाहिँ यहाँ आउने चट्ट लिएर जाने ल केटा हो अहिले एकछिन भेटौँला यही हो है केटा हो बङ्गाली सप चाहिँ ल केटा हो यहाँबाट अलिकति सामानहरू किनेर चाहिँ टक्क राखिरहेको छ होइन यही हो ल यता ट्याक्कै लोकेसन तिमीहरूलाई चाहिन्छ भने यहाँबाट आउँदाखेरि यताबाट आउँदाखेरि ट्याक्कै उमा छ है त सामानहरू किनेर राख्यो किनकि बोक्दै हिँड्ने जा हुन्छ नि त त्यही भएर ओहो केटा हो चस्मा नलाइदिए हिँड्नै नसक्ने भएछ नि त गर्मी डेन्जर बढेछ यार ओइ के भयो क्यामेरा त्यही हो यसले खै कहाँ लान्ला हो साथले फेरि त्यही हो अब गर्मी चाहिँ स्टार्ट भएछ आज चाहिँ फिल भयो किनकि हिजो अस्ति पानी पऱ्यो नि त बेसरी पानी पऱ्यो आज चाहिँ यसो गर्मी महसुस भइरहेछ बिस्तारै गर्मी बेसरी बढ्छ होइन बाटो छैन ल अलिकछिनमा फेरि भेट्छौँ हामी गाइस ओके बाई बाई ल केटा हो पारुलिमीमा अब तिमीहरूलाई मैले एकछिन रोका न भनिहालेँ बङ्गाली सप चाहिँ कहाँबाट आउनु के हो सबै भिडियोहरू भनिहालेँ यदि तपाईँहरू चाहिँ जस्तै पारुलिमीमा नयाँ आउनु भएको छ भने चाहिँ होइन उनीहरूलाई हेल्प हुन्छ टक्कै यो हाम्रो चोकबाट सिधा यो लाइन छोडेर उता अगाडि जाने हो नेपाली स्टाइलको सामानहरू चाहिन्छ भने चाहिँ हामीले अब यहाँ अहिले लोकेसनहरू सबै ल्याइदिइसकेँ होइन ल अब हामीले चाहिँ जान्छ र हाम्रो यो चोक छ नि चोकबाट दाहिने तर्फ लाग्यो भने चाहिँ हाम्रो यता आइपुग्छ
उता गयो भने चाहिँ कता जान्छ हामी यो चाहिँ ट्याक्कै लिडलतिर भन्दै लिडलतिर पुग्छौँ है त ल र अहिले एकछिनमा भेटौँला अहिले फेरि हामी भन्दैछौँ कता कता के हो भनेर ल अहिले भेटौँ है त यहाँ चाहिँ अब टाइम भइसकेपछि चाहिँ यसरी घन्टी दिँदो रहेछ लाइक अब यति बज्यो यो बज्यो त्यो बज्यो भनेर चाहिँ घन्टीको इसाराले चाहिँ ट्याङ ट्याङ गर्दो रहेछ होइन ओके अब हामी फेरि ल अब हामी चाहिँ यो बाटोको तर्फबाट हामी अब लिडल जाँदैछौँ होइन लिडलमा केही सामानहरू यसो छुटफुट त्यहाँ पनि केही सस्तो केही महँगो भनेर तपाईँहरूलाई देखाउँछौँ है त ओके सी यु देयर लेट्स गो ल गर्मी त साथी केही पनि गर्मी बढेको त हो साइप्रसमा त स्टार्ट भयो आजबाट मलाई फिल भयो केटा गर्मी लागेछ भनेर किनकि म पुरै सर्ट्समा छु नि त होइन सर्ट्समा छु साथी झन् फुल लगाएर आएको छ तर ओहो गर्मी चाहिँ सुरु भएछ केटा सिजन इज बिगिन होइन अब चट्टा लगाएर कमाऊ पैसा कमाऊ घर परिवार आफ्नो गर्लफ्रेन्ड फेरि यस्तो है गाइस तिमीलाई होला म भन्छु हामी दुईजनाकै चाहिँ गर्लफ्रेन्ड छ दुईजनाकै गर्लफ्रेन्ड छ हाम्रो लङ डिस्टेन्स छ त्यही भएर हाम्रो गर्लफ्रेन्डहरूले नि बुझिदिनु होला यो कुराहरू हामीले अब दिएको एफोर्ट्सहरू हामी सधैँ फ्री हुँदैनौँ फ्री भएको बेलामा चाहिँ तपाईँहरूले हजुरहरूले बुझेर चाहिँ के भयो बुझेर चाहिँ ट्याग गरिदिनु होला टाइम दिनु होला त्यति भन्न चाहन्छु हामी त्यस्तो लप्पन छप्पन गर्दैनौँ हामी त्यस्तो खालको मान्छे पनि होइन के कृष्णको ड्रिम कार है यो चाहिँ भवाले छ मलाई ल एकछिन भेट्न गर्नु भयो यो केटा हो अहिले चाहिँ फेरि यो कृष्णले खै कहाँ ल्यायो लिडल भन्छ लिडल जस्तो पनि छैन जुसै जुस पाउँछ तरकारी किन्ने भन्छ के हो यस्तो एनी भयो केटा हो अहिले चाहिँ हामी खै जुसै जुस पाउने ठाउँमा र प्लस के पाउने ठाउँमा आएको रहेछ ठिकै छ अहिले भेटौँ है त केटोले तरकारी बजार पो ल्यायो यार लिडल भनेर के ल्यायो त हाम्रो ल यो लिएर यो चाहिँ जोखेर के जोखेर दिँदो रहेछ अरू के चाहिन्छ बटर बटर चाहिँ अब कहाँ पाइन्छ त अझै सबै पाउँदो रहेछ लडिक्स खै त बटर पाउनु यता होला यता आइज सही रहेछ जारको पानी सानी होइन कता तरकारी बजार ल्यायो केटा हो कृष्णले यो सेक्सन पाउँछ ल किनकि यहाँ सबै छ नि त टमाटर समाटर पाउने सामान तर यहाँ चाहिँ आउनुपर्ने रहेछ क्या है पार्लीमै नै आउनुपर्ने रहेछ क्या सामान लिनु छ क्या एउटा कुराले सबै पाइने क्या सबै त उता नि पाइन्छ लिडलमा तर लिडलमा नपाउने कुराहरू यहाँ धेरै मैले भेटेँ केटा हो किन भन्दाखेरि लिडलमा पाउने धेरै धेरै नपाउने चिजहरू चाहिँ यहाँ पाउँदो रहेछ ल अब यो सामानको बिल तिर्छौँ अनि जान्छौँ है त बाई खै यो कालेले कहाँ लान्ला हो कृष्ण त एउटा कालेसँग पो गयो त बटर खोज्दै बटर चाहियो अरे कृष्णलाई यो ठुलो दाइले बटल दियो ए यता अरे ल कालेले फेरि इङ्ग्लिसै बुझ्दैन बिहान बिहान भन्छ बटर भनेको बोटल भन्छ अब के भन्नु त अब होइन यो त्यही हो केटा हो किन भन्दा आज कृष्णले चाहिँ उसले भन्दै थियो कि आज म रोटी बनाएर खुवाउँछु यताउता भनेको छ नि त त्यही भएर बटर पनि के काम होला त्यसमा रोटी बनाउनको लागि के हो आज रोटीकै लागि हिँड्थ्यो बटर ल केटा हो यहाँबाट पनि चल्दिस् बाई यही हो अब खै उसले के बोडी के लियो अब ल चल्दिस् है त फेरि अहिले एकछिनमा भेटौँला बाहिर अनि अर्को कुरा केटा हो यहाँ चाहिँ फेरि आमा साइप्रसमा त यो मसलाहरूले सबै भर्या रहेछ केटा हो नेपाली इन्डियनको लागि त हामीलाई त धेरै सुविधा दिएर रहेछ त हेर त यहाँ सबै मसलाहरू रहेछ है केटा हो तिम्रो यो बेसार जस्तो भयो यो के हो यो तन्दुरी मसला भयो अनेक होइन अब तिम्रो यो के हो ग्रान्ड मसला भयो करी पाउडर्सहरू भयो होइन अनि यो लौडा लसुन सबै पाउँदो रहेछ है अब यी गरम मसलादेखि लिएर जस हामी यहाँ साइप्रसमा चाहिँ
मसलाहरू चाहिँ एक्सपेन्सिभ छ, म त्यो कुरा मान्छु, तर हामीलाई खान मन लागेको चिजमा चाहिँ सबै चिजहरू चाहिँ पाउँदो रहेछ है केटा हो। ल मलाई त्यो चाहिँ खुसी लाग्यो है। ल यो हेर न मलाई, यो नेपालमा पाउने चिज होइन त होइन, लौडा लसुन सबै रहेछ। ल ठिक लाग्यो, खुसी लाग्यो केटा हो। ल अब चाहिँ साँच्ची नै भाइ ल केटा हो, लौडा लसुन यो खै के किनेर आयो हामी। साथले चाहिँ आज मलाई खै के रोटी सोटी खुवाउँछु भन्ने कुरा आयो। आई अलरेडी टोल्ड यु द्याट आज के अरे कृष्णले चाहिँ आफ्नो कला देखाउने रे। तर यही अब अन्तरालमा मलाई चाहिँ लास्ट चाहिँ पिसाब चापेमा कहाँ जाने होला। अब खै कृष्ण पहिला नि यहाँ भन्छ, अब के टोइलेट छ भन्छ उसले। अब यी कन्फ्युज छ केटा हो, यस्तो छ है। ल लौडा लसुन किनेर आइयो, तर दादालाई यहाँ यस्तो पिसाब लाग्यो क्या। यो त होइन हो साथीहरू, कहाँ जाने समस्या यता हो, समस्या त्यो पो छ त केटा हो। ठिकै छ उता पनि होला नि त होइन। त्यही हो गाइस, अब हामी यताबाट यो अलिअलि सामान किन्यौँ अनि त्यसपछि अब उता हाम्रो बङ्गाली अङ्कलकोमा हल्का सामान छुटफुट छ। त्यसपछि हामी चाहिँ बिस्तारै यसो एकछिन रेस्ट गरेर जुसुस पिएर अनि फेरि घर गएर पकाएर खानुपर्ने हुन्छ। आमामा घाम त बबाल चर्किएको त यार, घाम त बबाल चर्किएको त। लगेर फेरि एकछिनमा भेटौँला। ल गाइस सामान पनि लियो। त्यो कृष्ण सर यतापट्टि सपिङ गर्नको लागि बेस्ट छ। हाम्रो चर्च भयो, पार्लिमी पनि एउटा रमाइलो हो यार, रमाइलो लाग्छ मलाई चाहिँ। यताबाट फेरि अन्तै पुगिन्छ। हामी चाहिँ यसो कसैलाई नभन्नु ल अरे कि सुसु आयो क्या मलाई, सुसुको लागि चाहिँ कहाँ जाने भन्दाखेरि कृष्णले देखाएको छ है, अब त्यहाँ जान्छौँ। ल फेरि अब सुसु गरेर एकछिन बसेर एकछिन चिल गरेर फोटोसोटो खिचेर हामी चाहिँ यहाँबाट निस्किन्छौँ है त गाइस है। ल है त म जाऊँ रेगे। ल ओके बाई। हाम्रो टोइलेट त भेट्यो केटा हो, यस्तो आज सबले त्यहाँबाट हेरिरहेको छ। ल केटा एकछिनमा एकछिनमा भन्नु यार केटाहरूलाई यार, भक्क लगाइसक्यो यता पनि लगाइसक्यो केटा हो। फेरि कृष्ण मुद्न गएको छ त्यहाँ, तर कस्तो यार केटा हो तिमीहरूलाई हेर्न, यो मलाई कस्तो जेल जस्तो लाग्दैन। टोइलेट रे के पार्किङ यहीँ छ फेरि। ओहो मेरो कार चाबी कहाँ हो यार, चाबी नै हरायो फेरि। यस्तो छ जिन्दगी, हामी बियर सियर खाँदैन नि फेरि, यस्तो मात्र हो। फेरि यहाँ राखेँ नि फेरि मेरो गाडी हो केही भन्दा ठिक छ नि होइन। त्यही हो केटा हो। अब एकछिन यता फोटोसोटो खिच्छौँ। सो यहाँ पनि यस्तो इ चार्ज यस्तो हुँदो रहेछ क्या केटा, टक्क पार्क गऱ्यो अन्त टक्क इ चार्ज गऱ्यो अनि पेमेन्ट चाहिँ कसरी गर्छ। यहाँ पेमेन्ट चाहिँ थाहा भएन यार कसरी गर्छ, तर राम्रो रहेछ इ चार्ज। हेलो पार्किङ पनि दामी छ रहेछ यहाँ चाहिँ। ल ठिक छ ल खुसी लाग्यो। हेर्न बोल आइज केटा हो। अब पार्कतिर आयो, यसो पार्कतिर बस्नु पऱ्यो जुस खाएर होइन। तिमीलाई ठिक रहेछ त साथी यहाँ खेल्नको लागि त। कृष्णको पार्क आइपुग्यो यहाँ, टक्क खेल्नलाई यताउता गर्नलाई त चिल रहेछ त यार। त्यो सानो बहिनी खेले जस्तरी खेल्न दिन्छ, दिइहाल्छ भनिदियो फेरि। तर म खेल्दिनँ, बच्चा होइन हामीलाई ठुलो। आज जो सोर्ट्स लाएर आएको पनि फाइदै भएछ केटा हो, खुट्टाको रौँ काटेर। ल यसलाई चाहिँ बच्चापन देखाइहाल्ने क्या साथी। फेरि बुढो भइसक्यो यार, 25 वर्ष लागिसक्यो यार, के भएको थाक यस्तै हुन्छ। ऊ त्यो खैरेले
खैरेले हेरिरहेको छ त्यसलाई आएर मार्छ अहिले ओए भयो के भन्नु अब गाह्रो छ यो फ्यान चाहिँ किन राखेर चाहिँ हावाको ऊ थाहा पाउनु होला नै लकेडा खै मेरो जुस देऊ एकछिन आनन्दले रेस्ट गर्नु पऱ्यो त्यसपछि घरतिर 24 कति बजे खाना पनि खाएको छैन साथीले रोटीसोटी बनाउने जस्तो कुरा गरिरहेछ होइन अब रोटीसोटी खाएर घर गएर पकाएर टक्क ल है त बल्ल शीतल भयो अब ल एकछिनमा भेटौँ पऱ्यो पुलिसले आएर झ्यामा पक्रियो भने फेरि केटा ओ बर्बाद हुन्छु म बच्चामा बरु मैले यस्तो खेलेको थिएन यार गाई यार अब एक लट पिङ पनि खेलिदिनु ल पिङ अब मेरो साथमा आऊ साथ पिङ चाहिँ मैले काठमाडौँ फन पार्कमा धेरै खेलेको थिएँ थाहा भएन होइन तर पिङ पनि मजा आउँदो रहेछ खेले जस्तो गर्नु पऱ्यो ए उता तिमी उता बस न साथी तिमी उता बस त यत्तिकै तिम्रो वेट धेरै कि मेरो वेट धेरै कि बस त तान न यता गर न भिडियो तिम्रो वेट धेरै कि मेरो ನನ್ನ ಬಿಚ್ಚಮ್ಮ ನಾಪಲ್ಲ कसको गाइस अब यहाँ अब इन गरिदिउँ है यत्तिकै बस तिमी यत्तिकै बस माथि माथि खुट्टा गर ट्याक्क वेट पुरै उ गर न ल यता खिच्छ त म भन्छु ल केटा हो आजको लागि चाहिँ भ्लग यति नै फेरि हामी भेट्नेछौँ अर्को भ्लगमा नयाँ भ्लगमा अब फुर्सद मिलेको बेलामै हो भ्लग गर्ने भनेको अब यस्तो फुर्सद भएको बेला फेरि तपाईँहरूलाई म नयाँ भिडियोहरू नयाँ भ्लगहरू कन्टेन्टहरू बनाउने कोसिस गर्छु ल उत्रि यसै भन्दै यति भन्दै होइन आजको छोटो भ्लग माया गरिदिनु होला साथ सपोर्ट दिनु होला किनभन्दा विदेशको ठाउँमा सधैँ टाइम मिल्दैन नि त अब यस्तो फुर्सद भएको बेलामा हो हामी यसरी घुम्ने भनेको आज साथी र मेरो फुर्सद मिल्यो है हामी खिच्छ आज र मेरो र साथीको फुर्सद मिल्यो त्यही कारणले हामी यसो घुमघामको लागि पनि आज सफल भयो ल यस्तो चिजहरू खाएपछि चाहिँ जहिले पनि यसरी वेस्ट फाल्ने होइन खाने यसो गर्ने अब त्यता यस्तो बिनहरू हुन्छ बिनमा यसरी फ्याँक्ने साथीको पनि गर्नुपर्छ किनकि सभ्य नागरिक हुन सिक्नुपर्छ किनकि बालनको सरकार आइसकेको छ होइन ल त्यति भन्दै आजको मेरो सानोतिनो भ्लग रमाइलो गरिदिनु होला ल अहिले त्यही पनि म अहिले एकछिनमा इन गर्छु हेलो उसले मलाई हेऱ्यो यो भ्लगर रहेछ क्या भन्ने सोच्यो होला ल त्यसै गरी अहिले एकछिनमा भेट्छौँ इन्ट्रो अहिलेको लागि चाहिँ मैले यसो मेरो सानोतिनो भ्लगलाई माया गरिदिनु भन्नलाई म आएको होइन ल नमस्ते अहिले एकछिनमा भेट्नुपर्छ ल गाइस थ्याङ्क यू सो मच मेरो साथीलाई एकछिन भने पनि क्यामेराम्यान बनिदिनु भएकोमा ल त्यसै गरी अब हामी बस स्टेसनतिर जान्छौँ ब्यागहरू समय लिएर होइन कृष्ण पनि रेडी छ उसले गएर अब रोटी सोटी बनाउने भन्ने कुरा छ होइन ल अब चाहिँ हामी बस स्टेसनतिर
लाग्दिएको रमाइलो छ यहाँ चाहिँ एकदम शीतल रहेछ केटा हो पार्क होइन ठुलो पार्क ठुलो पार्क होइन अब हामी उ त्यहाँ पर बस स्टेसनमा गएर बस कुर्छौँ ल है अहिले भेटौँ ल गाइज हामी चढ्ने बस चाहिँ आइसकेको छ यही हो 102 वाला बस अब यसमा हामी जान्छौँ होइन टक्क पैसा निकाल्यो त पैसा तिर्नुपर्ने हुन्छ यहाँ त्यसै जान पाउँदैन नि फेरि मार्छ आन्टीले बसको लगाइ अब हामी चाहिँ सर कहाँ बस्यो जाति मात्र अरे कहाँ यहाँ यहीँ बस्छौँ ल यस्तो पारामा अब हामी ल क्या हो घर पनि आइपुगे आएर केटा चाहिँ सामानहरू मिलाउँदैछ अब उसले रोटी बनाउँछ होइन घर आइपुगे रमाइलो भोजियोस् छोटो मिठो भ्लग थियो छोटो मिठो भ्लग यहीँ अब एकछिनमा भेटौँला इन्ड चाहिँ गर्दिनँ म अझै हाम्रो साथीको कला हेर्नै बाँकी छ सो अहिले एकछिनमा फ्रेस भएर भेट्छु है त एकछिन एडिट सिडिट गऱ्यो गाइस भिडियो अब साथीले खै चप्पल यहाँ आमा कत्रो ठुलो साथीले पकाउँछु भन्दै थियो नि त अघि नै अब के कस्तो बनाएछ यसो हेर्नु पऱ्यो साथीले चाप्नु पऱ्यो ओहो ल रोटी चाहिँ बनाउनु स्टार्ट भइसकेको छ तरकारी पनि हाल्ने केटाहरूले खै कहाँ बटर भित्र बटर लगाएर टट्ट लगाएर ओहो होइन होला को यता कलमा को ए ब्लर गरिदिन्छु ल ठिक छ ल साथीले चाहिँ बबालै बनाएको बटर सटर हालेर एकचोटि म टेस्ट गर्नु पर्ला है त टेस्ट गरेर भन्छु है त गाइस साथीको चाहिँ कला चाहिँ रहेछ होइन अघि जुन हामी अघि दिनबाट हेर्न खोजिरहेको थिएँ अब हेरौँ कस्तो बनाएछ उहाँले चाहिँ अब यो तरकारी रोडीको त्यसपछि कडी हालेर बनाएको रहेछ होइन थोरै यसरी एकचोटि सानो चाकौँ पहिला होइन कस्तो चाहिँ भएछ त है त केटा हो रिभ्यू दिनु पऱ्यो नि त केटालाई भयो त फर्स्ट बाइट दामी छ ल साथी अहिले जाडो पनि भएर हावा आएर केटाले चाहिँ फेरि अर्को बाइट लियो फर्स्ट बाइटमा अलिकति थाहा हुँदैन कस्तो टेस्ट छ के छ भनेर सेकेन्ड बाइट एभ्रिथिङ इज पर्फेक्ट एकदम मसला पनि चट्ट लागेको छ होइन एकदम मिठो छ केटा होला कृष्णलाई पाउने बुढी चाहिँ भाग्यमानी हुन्छ है हेर्दै हुन्छ होइन हाँस्छ पनि फेरि केटो हो ल ठिक छ ल अहिले खाइसी भेटौँला भयो देख्नु ल खाइसी भेटौँला तर मिठो छ केटा ल गाइस खाना मिठो भयो रोटी खाइयो होइन अब ओबिसी सुन यसरी नै भ्लग बनाएर अब धेरै टाइम भयो युट्युबमा पनि यता भ्लग्स गर्न हालेको त्यो भएर अलिकति अब युट्युबतिर अलिकति के भन्छ त्यसलाई अलिकति अब युट्युबतिर नै दिउँ कि भन्ने सोच आयो मेरो फेरि अब समय यस्तै हो कहिले मिल्छ कहिले मिल्दैन त्यो समय आएको बेलामा चाहिँ हाल्ने कोसिस गरौँ न ओके आजलाई यति नै इन्जोय द भिडियो लाइक सब्सक्राइब सेयर गरिदिनु होला बाई बाई कृष्ण बाई बाई ल म्याच बाई बाई